पोखराको सरङकोटमा आइपुगेको छु र देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ स्विङ छ यो पिङ हो यो पिङ मचाउन मिल्छ झड्का हल्लाउनुपर्छ यो चाहिँ यो 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 कति मिनटको लागि हुन्छ त्यही हो त्यही है यहाँ देख्न सक्नुहुन्छ 360 टावर छ रेस्टुरेन्ट अन्नपूर्ण केबल कारको तलबाट जुन लिफ्ट छ यहाँनिर माथि चाहिँ निकै राम्रो रेस्टुरेन्ट खोलिएको रहेछ यतापट्टि जिप लाइन भयो र उतापट्टि स्विङ भयो है अहिले चाहिँ यो आजभन्दा 2 वर्ष अगाडि चाहिँ यो खासै ओपन थिएन यो अहिले हालसाल खोलेको रहेछ यो अन्नपूर्ण केबल कारको मेन अफिस रहेछ यो चाहिँ गेट भयो यसको कम्पाउन्ड पनि निकै राम्रो छ यतापट्टि साइक्लिङ पनि छ साइक्लिङ पनि गर्नु छ वेदर चाहिँ एकदम चिसो चिसो छ यतापट्टि बार पनि छ गाइस हजुरहरूलाई केही खान मन लाग्यो भने छिट्टो खान मन छ तर सरङकोट आउँदाखेरि चाहिँ गाइस एउटा कुरा चाहिँ मोर इम्पोर्टेन्ट भनेको चाहिँ तपाईँहरू यहाँ बस्ने गरी आउनुपर्छ है तपाईँ खासै रमाइलो तपाईँहरू एक दिन यहाँ होमस्टेमा कुनै कटेजमा एउटा रुम लिएर बस्नुहुन्छ भने चाहिँ धेरै रमाइलो छ सरङकोट साइक्लिङ भयो तलपट्टि गुम्बा जस्तो पनि छ रेस्टुरेन्ट पनि रहेछ अब चाहिँ हामी लिफ्टमा तल जान्छौँ केबल कार र लिफ्टको चाहिँ एउटै पोइन्ट यसमा जोडिएको छ तल जाने दरकार यहाँ तल जाने पिङ खेलेर अब हेरे चाहिँ यहाँ तल जान्छ यो पिङ भनेको कि यो पिङ हामी बसेको पिङ देख्यौ पिङ देख्यौ लिफ्टमा देख्यौ पिङ यो चाहिँ राम्रो बनाएको है छुट्टै लिफ्टमा कि भिआइपी नै बनाएको छ नि पिङ देख्यौ छ नेपालमा त कमै हुन्छ त हाम्रो त्यति ठुलो उचाइ थिएन नि त उताको जस्तो अब चाहिँ हामी ग्राउन्ड फ्लोरमा आयौँ है लिफ्टबाट माथि कसरी चिसो हाइटले है अब यो चाहिँ मेन केबल कारको स्टेसन हो जुन लेफ्ट साइडबाट जाने स्टेसन अब यो चाहिँ स्विङ भयो यो हो नि त रमाइलो सरङकोटको रमाइलो भनेको यही कस्तो लाग्छ तपाईँहरूलाई
छोरी मम्मीले के खेलेको मजा आयो अहिले अलिकति मजा आयो रे पनि किरण अहिले त मजा आयो होला नि है अझै हाइट खेल्ने अझै हाइट अब बुढाबुढी खेल्ने अबे ल अब बुढाबुढीको पालो है त हाइट